सम्पूर्णलाई नमस्कार गर्न चाहन्छु। विचार निर्माण गर्ने र विचार सम्प्रेषण गर्ने कार्यलाई निरन्तर दिँदै गर्दा आज फेरि त्यस्तै खालको र त्यही प्रसङ्गसँग अलिकति मिल्ने खालको यो डकुमेन्ट वा यो भिडियो निर्माण गर्दैछु। हामी जे कुरा गर्छौँ, जे कुरा भन्छौँ, जे कुरा बोल्छौँ, बोलीमा मिनिङ हुनुपर्छ, बोलीमा अर्थ हुनुपर्छ, बोलीमा शक्ति हुनुपर्छ, बोलीमा पावर हुनुपर्छ। जुन पावरले मानिसको क्रियाशीलतालाई बढाओस्, जुन बोलीले मान्छेको कामलाई राम्रोसँग अगाडि लग्न सकोस्, जुन बोलीले मान्छेको इफिसियन्सीमा अझ राम्रो खालको अवस्था ल्याउन सकोस्, जुन बोलीले मान्छेहरुमा विचार निर्माण गर्ने पद्धतिको विकास गरोस्, जुन बोलीमा मानिसमा कोल्याबोरेसन गर्ने कुरा, इन्टिग्रेसन गर्ने कुराहरू, विचारको अलाइनमेन्ट गर्ने कुराहरूको वातावरण निर्माण गरोस्। यी खालका कुराहरू हामीले ख्याल गरेर अर्थात् यी कुरालाई हामीले मध्यनजर गरेर काम थाल्यौं भने त्यस्तो किसिमको कामको प्रभाव, त्यसको इम्प्याक्ट राम्रो हुन्छ भन्ने मान्यतामा हामी अगाडि बढ्नुपर्छ। आज म धेरै कुरा नगरेर एउटा शब्दमाथि, एउटा शब्दको अर्थलाई, त्यसलाई मिनिङफुल तरिकाले कसरी बुझाउन र प्रयोग गर्न सकिन्छ भन्ने खालको कुरोलाई प्रस्तुत गर्ने तयारीमा लागेको छु। हामीले सुनिराखेको कुरा हो, प्रयोगमा ल्याइराखेको कुरा हो। यो शब्द धेरै ठाउँमा प्रयोग हुन्छ, असाध्यै इन्टायरली म्याक्सिमम प्रयोग हुन्छ, धेरै मान्छेले बोल्नुहुन्छ यी कुराहरू। योगदान भन्ने कुरा, योगदान प्लस दुईटा शब्दहरू मिलेर बनेको एउटा मिनिङफुल वर्ड हो, शब्द हो, जसको अर्थ छ योग प्लस दान। योग भनेको जोड हो, योग भनेको अलाइनमेन्ट हो, योग भनेको इन्टिग्रेसन हो, योग भनेको कम्पोजिसन हो। विभिन्न विचारहरूलाई मिल्ने तरिकाले जोड्ने पद्धति, विभिन्न विचारलाई तिनको नेचर र फिचर मिल्नेसम्म मिलाएर ठुलो बनाउने पद्धतिलाई हामीले योग भन्ने गर्छौँ। योग सधैँ के हुन्छ? आशावादी हुन्छ अथवा फ्रुटफुल हुन्छ र विचारमा के हुन्छ? डाइमेन्सन थपिन्छ, विचारमा होराइजन आउँछ, विचारको फराकिलोपन बढ्छ, मान्छेको बोल्ने र मान्छेको गर्ने क्षमतामा वृद्धि हुन्छ, जसलाई हामीले योग भन्ने गर्छौँ। योगलाई हामीले एडिसन पनि भन्छौँ र बच्चाहरूलाई पढाउँदा योगफल भनिन्छ। एडिसनको हाम्रो टोटल समेसन गरिन्छ, हामीहरू गर्छौँ। र यो कुरोलाई हामीले व्यवहारमा प्रयोग गर्दा, हाम्रो योगदान भन्ने जो शब्द छ त्यसलाई व्यवहारमा प्रयोग गर्दा त्यसको अर्थलाई हामीले हरेक बेला प्र्याक्टिकली हेर्ने हो भने मिनिङफुली अगाडि बढ्न सक्ने थुप्रै खालका अवस्थाहरू देखा पर्छन्। जस्तै योगदान, दान भनेको तपाईले गर्ने एक किसिम समर्पणको भावना हो। तपाईँ आफ्नो मनले, आफ्नो चाहिँ भित्रैबाट लजिकली अथवा कन्सियसनेस तरिकाले अगाडि बढेर केही फ्रुटफुल एक्सनमा उत्रिन खोज्नुहुन्छ भने त्यसको किसिमको प्रक्रियालाई हामी दानको रूपमा हेर्ने गर्छौँ। योग भनेको जोड्ने हो, अर्थात् तपाईले एक्जिस्टिङ कुराहरूमा, प्रयोगमा आइराखेका कुराहरू, हामीले प्रयोगमा ल्याइराखेका कुराहरूमाथि अझ केही गर्न मन लाग्यो र त्यो कुरालाई यथावत राखेर त्यो माथि हामीले केही कुरा जोड्न खोज्यौँ भने त्यसलाई हामीले योग प्लस भन्ने गर्छौँ, योगदान भन्ने गर्छौँ। योगदानमा सधैँ पोजिटिभ अर्थात् कन्स्ट्रक्टिभ खालका फिडब्याकहरू दिइन्छ। अर्थात् कसैले केही कुरा गरिसकेपछि, केही कुरा सम्पन्न गरिसकेपछि त्यो विचारलाई अझ राम्रो र दरिलो बनाउनको लागि जुन कुरा जोड्ने काम गरिन्छ, जुन कुरा थप्ने काम गरिन्छ, त्यसलाई हामीले योगदान भन्ने गर्छौँ। कुनै मान्छेले आफ्ना विचार कुनै विषयमा प्रस्तुत गर्छ अथवा कुनै विषयमा आफ्ना कुराहरू धारणा राखिसकेपछि त्यो धारणालाई अझ फराकिलो, अझ विस्तृत, अझ चाहिँ सफिस्टिकेट पार्नको लागि अर्को मान्छेले विश्लेषण गरेर, रिथिङ गरेर, मेटा लेभलबाट एउटा विचार निर्माण गरी त्यही धारणामा
जोड्ने किसिमको कामलाई हामीले योगदान भन्ने गर्छौँ। जुन कुरा सधैँ के हुन्छ, पोजिटिभ हुन्छ। योगदानमा हामीले सकभर नयाँ खालको विचारलाई जोडेर पहिलेको विचारलाई अझ फराकिलो, अझ विस्तृत र अझ अहिले खालको होलिस्टिक पाटोमा लग्न खोज्छौँ। यो खालको अवस्था योगदानमा रहेको हुन्छ। हामीले पहिला बनाएका केही कानुनहरू, केही नीतिगत कुराहरू, प्रयोग गर्दै गर्दा समयले आउटडेटेड गर्ने अवस्थामा पुग्छ र समयले ती कुरालाई चाहिँ असफल बनायो, आउटडेटेड गरेको सन्दर्भमा त्यसलाई फेरि अपडेट गर्नको लागि जुन कुरा त्यहाँ थपिन्छ, जुन कुरा हामीले राख्ने गर्छौँ, ती खालका कुरालाई हामीले योगदान भन्ने गर्छौँ, जसले समाज, राष्ट्र, व्यक्तिको लागि एक किसिमको नयाँ आयामको ढोका खोल्ने काम गर्छ। यो खालको कुरा हाम्रो योगदानभित्र पर्छ। योगदानलाई हामीले कसरी प्रयोग गर्दैछौँ भन्ने खालको कुरामा अझै पनि केही खालका कुराहरू हामीले भेटेका छौँ अथवा समाजमा त्यस्ता खालका कुराहरू हुँदै गरेका छन्। योगदानको नाममा अरूका कुरा स्वीकार नगर्ने, अरूका कुराहरूमाथि बढी टिका टिप्पणी र अरूका कुराहरूलाई पुरै बाइपास गरेर आफ्नो कुरो अघि राख्ने प्रवृत्तिको विकास हुँदै गर्दा योगदानको भूमिका त्यहाँ भएको देखिँदैन। योगदानमा अर्काको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ। अर्काको अवस्था र अर्काले प्रयोग गरेका प्रक्रिया र प्रिपरेसनलाई मान्दै त्यसलाई अझ फ्लोरिस्ट पार्ने अथवा प्रोडेन्ट पार्ने काममा हाम्रो विचार थप्न पुग्यो भने त्यो खालको अवस्थालाई हामीले योगदान भन्ने गर्छौँ, जसले गर्दा पहिलेको कुरा र पहिलेको अभ्यासभन्दा अबको अभ्यास अलिकति फराकिलो, अलिकति चाहिँ मल्टिपल, अलिकति वाइड कभरिङ खालको हुनुपर्छ भन्ने कन्सेप्टमा योगदानका कुरा गरिएको हो। योगदानमा सधैँ कन्स्ट्रक्टिभ खालको चाहिँ फिडब्याक हुन्छ, अर्थात् जुन फिडब्याकले केही कुरा निर्माण गर्ने काममा सहयोग गर्छ। प्रयोगमा भइराखेको अवस्थालाई अलि ठुलो, अलि विशाल र अलिकति ब्रोड पार्ने काम योगदानको हुन्छ। तर हाम्रो अभ्यासमा योगदानको नाममा पहिले गरेको अभ्यासलाई स्वीकार नगरेर आफ्नै अगाडि कुरा बढाउँदा योगदानको मिनिङ अलिकति ट्विस्टेड भएको देखिन्छ। यसले गर्दा हामी यो अभ्यासमा लाग्नु भनेको अर्काको कुराप्रति हामी बढी चाहिँ सजग बन्ने, अर्काले गरेका कुराहरूलाई चाहिँ एकदम सेन्सिबली चाहिँ एनालिसिस गर्ने र त्यसलाई हामीले बढी चाहिँ रिभ्यू गर्ने। रिभ्यू गरिसकेपछि रिथिङ प्रोसेसबाट नयाँ कुरा पत्ता लगाएर पहिलेको विचारलाई हामी थप्ने प्रयासमा लाग्न सक्यौँ भने राष्ट्र, समाज र शिक्षाको लेभल बढ्छ भन्ने खालको कुरामा योगदानको भूमिका छ। यस्तै गरेर अहिलेको सन्दर्भमा हामीले ठ्याक्कै हेर्दा एजुकेसनको सन्दर्भमा जे काम गर्दैछौँ हामीहरू, ती खालको कुरामा योगदानको आवश्यक छ। अर्थात् पहिले भएका अभ्यासहरूलाई हामीले फलो गर्दै त्यसमा नयाँ खालका कुराहरूलाई एडिसन रूपमा हामीले राख्न सक्यौँ भने बल्ल एजुकेसनको अवस्था सस्टेनेबल हुन्छ अथवा समयले मागेका कुराहरू हामीले दिन सक्छौँ। र अहिले समयले कुन खालको चुनौती हामीलाई प्रदान गरेको छ, दिएको छ, ती चुनौतीलाई हामीले फेस गर्नको लागि कस्तो खालको मेन पावर, कस्तो स्किल र कन्सेप्ट र नलेजको डेभलपमेन्ट गर्नुपर्छ भन्ने विषयमा हामी नयाँ सोचको विकास गरेर पहिलेकै कुरामा थपथाप गर्ने अथवा त्यो थप्ने प्रवृत्तिको विकास गर्न सक्नु पनि एक किसिमको योगदानको एकदम सरल, एउटा राम्रो उपाय अथवा उदाहरण पनि हो। अहिले भर्खरै देशमा सीको जाँच चल्दै गर्दा हामी सीको जाँचलाई अलिकति मोडिफाई गर्न सकेका छैनौँ। जसरी मैले 45मा सीको जाँच दिए त्यही खालको अभ्यास अझै पनि हाम्रो सीको प्रक्रियामा अघि बढेको छ। 45 भन्दा पछिको बेला परीक्षाको प्रणालीमा र मूल्याङ्कनको प्रणालीमा के कुराहरू परिवर्तन भयो, डाइमेन्सन आए र त्यो डाइमेन्सनले समयको क्रिटिकल अवस्थालाई कसरी एड्रेस गर्छ भन्ने विषयमा हाम्रो सोच्ने र हाम्रो विश्लेषण गर्ने कुराहरू अलिक कम भएको पाइन्छ। अझै पनि बच्चाहरूलाई हरेक खालका कुराहरूमा निस्तेज गर्ने, प्रतिबन्धित गर्ने र पहिलेकै परम्परामा उनीहरूलाई कोठामा गएर अलिकति कन्फाइनमेन्ट तरिकाले, म्यानुअल तरिकाले जो लेखाउने प्रवृत्तिको विकास हुँदैछ, यसले शिक्षामा फड्को मार्न सकेको छैन। किनभने पुरानो अवस्थामा जुन मेन पावरले काम गर्न सक्थ्यो अथवा जुन जनशक्तिले त्यो समय काम गर्न सक्थ्यो, त्यो खालको स्किल र कन्सेप्टबाट अहिलेका बच्चाहरू अथवा व्यक्तिहरूले अहिलेको यो कम्प्लिकेटेड ग्लोबल खालको एउटा इस्यु भएको सन्दर्भमा काम गर्न सक्षम हुँदैनन्। यसले गर्दा ग्लोबल एजुकेसन कन्सेप्टमा जे कुरा अहिले संसारमा आएको छ त्यो कुरासँग फेस गर्नको लागि, त्यो कुरासँग बच्चाहरूलाई बढी नजिक पार्नको लागि, प्रक्सिमेट गर्नको लागि अहिलेको समयले मागेका कुराहरूमा बच्चाहरू इम्पावरमेन्ट बढ्नुपर्छ भन्ने खालको कुरा पनि हामीले बुझ्नुपर्छ। अर्को कुरो,
बच्चाहरूलाई कुनै तरिकाले चाहिँ मतलब चाहिँ रेस्ट्रिक्टेड गर्नुभन्दा बच्चाहरूलाई हामीले बढी अवेर गराउने कुरा के हो भन्दा एजुकेसन फर वाट, शिक्षा कसको लागि भन्ने विषयमा उनीहरूले सेल्फ अन्डरस्ट्यान्डिङ गर्ने परिपाटी विकास अहिलेसम्म हुन सकेको छैन। एजुकेसन र शिक्षा र परीक्षा कसको लागि हो, निरीक्षकको लागि हो अथवा विद्यार्थीको लागि भन्ने विषयमा अझै पनि कन्फ्युज हुँदा परीक्षा लिने भन्दा परीक्षालाई सञ्चालन गर्ने मान्छेहरू बढी अवेर भएको देखिन्छ। यसले गर्दा जो मान्छेले स्किल डेभलपमेन्ट गर्नुपर्ने हो, जो मान्छे एजुकेटेड हुनुपर्ने हो र समयअनुसार आफूलाई चाहिँ मोडिफाई एडप्टिभ गराउनु पर्ने हो, त्यस्ता मान्छेहरू बढी रेस्पोन्सिबल भएको पाइँदैन। हामी परीक्षा सञ्चालन गर्नेहरू, म्यानेजमेन्टको एरेन्जमेन्ट गर्ने मान्छेहरू बढी चाहिँ सक्रिय छौँ र हरेक तरिकाले आफ्नो कुरालाई हामी चाहिँ राम्रो पार्न खोज्छौँ। तर ती बन्ने बच्चाहरूलाई कस्तो पार्ने भन्ने विषयमा हाम्रो सोच अझ फराकिलो बन्न सकेको छैन। यसले गर्दाखेरि हामी पुराना नीतिगत कुराहरूलाई प्रयोगमा ल्याएर बच्चाहरूको चाहिँ लर्निङ रेट इभ्यालुएसन सिस्टमलाई अझै पनि हामी अप्लिकेबल बनाउने प्रयास गर्दै गर्दा यी बच्चाहरू भोलिको मार्केटमा जाँदा कस्तो खालको काम गर्न सक्छन् भन्ने विषयमा हाम्रो धारणा त्यहाँ पुगेको देखिँदैन। अर्को खालको कुरा, प्रविधिको असाध्यै विकास भएको छ। एआईको जमानामा र आर्टिफिसियल इन्टेलिजेन्सको विकास हुँदै गर्दा सबै खालको कुरा मसिनले गर्छ र मसिनबाट नै संसार चल्छ भन्ने खालको अवधारणा अघि बढ्दै गर्दा यो अवस्थामा मसिन सम्बन्धी अभ्यास, मसिनसम्मको प्रिपरेसन, उसँगको नजिक कनेक्सन गर्ने पद्धतिलाई हामीले यदि टुटाइदियौँ भने, फ्र्यागमेन्ट गर्ने हो भने भोलिको बच्चा कुनै तरिकाले पास परीक्षा गर्ला म्यानुअल तरिकाले, तर त्यो बच्चा डिजिटल एउटा इन्भाइरोमेन्टमा काम गर्ने सन्दर्भमा त्यस्ताले आफूलाई एडाप्टेसन गर्न सक्दैनन् अनि ती मान्छेहरू रोजगारको कन्सेप्टबाट विमुख हुन्छन् अथवा रोजगार पाउन सक्दैनन्। यो खालको अवस्था अहिले बन्न गएको देखिन्छ। यसले गर्दाखेरि बच्चाहरूलाई डिजिटल डिभाइस प्रोभाइड गर्ने र त्यसको चाहिँ एप्लिकेबिलिटी अथवा त्यसको रेलेभेन्सी अथवा त्यसको फ्रुटफुलनेस र त्यसको चाहिँ रिसोर्सफुलमा कति मतलब चाहिँ कम्पिटेन्स हो यो चिज भन्ने खालको कुरोमा बढी सचेत गराउने कुरामा हामी लाग्नुपर्छ। अर्को खालको कुरो, यो चिज लग, यो चिज नलग, यो कुरा प्रतिबन्धित छ भन्ने खालको कुरा गर्दै गर्दा ती प्रतिबन्धित गर्ने खालका वस्तुलाई उनीहरूलाई बढी प्रोक्सिमेट गरेर नजिकमा लगेर त्यसको बढी उपयोगी हुने तरिका सिकाएर के गर्दा ठिक र के गर्दा बेठिक भन्ने खालको ओरिएन्टेसन अथवा त्यो खालको पद्धति विकास गर्न सकेमा बच्चाहरूलाई ठिक तरिकाले प्रयोग गर्न सक्छन् भन्ने खालको एउटा धारणा अगाडि बढाउन सकिन्छ। तर हामी डिजिटल लिट्रेसीमा असाध्यै एउटा विक भएका अवस्थामा गुजिराखेका छौँ। तर डिजिटल इन्भाइरोमेन्टले हामीलाई वरिपरि घेरिसक्यो, अझै पनि हामी त्यस्ता चिजलाई बाहिर राखेर इभ्यालुएसन पद्धतिमा हामी अघि बढेको देखिन्छ। त्यसले गर्दा पुराना नीतिगत कुराहरूलाई प्रयोग गरेर र उनीहरूलाई एउटा स्मार्ट फोन अथवा स्मार्ट वाचहरू, क्यालकुलेटर जस्ता कुराहरूलाई मतलब बन्डेज गर्दा भोलिको समाजले कस्तो मान्छे पाउन सक्छ। भोलिको समाज पुरा डिजिटलाइज हुन्छ। तपाईँ बैंक डिजिटलाइज भएको छ, स्कुलमा चाहिँ एलएमएसका कन्सेप्ट आइसकेका छन्, स्कुलमा चाहिँ आइसिटी कन्सेप्ट आइसकेको छ, ठाउँ ठाउँमा एआई सम्बन्धी विभिन्न खालको विषयवस्तुमा ओरिएन्टेसन अकाडेमिक कुरा सुरु भइसकेका छन्। तर हामी बिगिनिङ फेजमा बच्चाहरूलाई डिजिटल डिभाइसबाट मतलब प्रोक्सिमेट गर्ने काममा पछि पर्यो भने र कुनै तरिकाले ती बच्चाहरू म्यानुअल त पास गर्लान् अथवा ट्रेडिसनल पद्धति अघि बढ्ने क्रममा भोलि त्यो इन्भाइरोमेन्टमा पुग्ने क्रममा उनीको लेभल र उनको चाहिँ काम तरिका कस्तो हुन्छ भन्ने सन्दर्भमा एकपल्ट हामीले सोचेका छैनौँ। त्यसले गर्दा शिक्षा भनेको त्यो चिज हो। शिक्षा भनेको कसैका विचारलाई हामीले बोक्ने पद्धति शिक्षा होइन। शिक्षा भनेको आफ्नो कग्निटिभ प्रोसेसमा एक किसिमको मेन्टल एक्टिभिटी बढी हाई हुने पद्धति हो, अर्थात् मानसिक क्रिया बढी हुने पद्धति हो। क्रिएसन गर्ने कुराहरू अनि त्यसलाई विश्लेषण गर्ने कुराहरू, त्यसको एप्लिकेसन गर्ने कुरामा मान्छे आफै स्वयं सक्षम भयो भने बल्ल त्यो मान्छे शिक्षित हुन्छ। ताकि अरूले भनेका कुराहरूलाई हुबहु रटेर भोगेर जस्ता तस्तै एक्सप्रेस गर्ने मान्छे शिक्षितको रूपमा आउन सक्दैन। त्यसले गर्दाखेरि शिक्षित भनेको त्यो मान्छे हो जसले समयानुकूल आफूलाई एडप्टेसन गर्न सक्छ र कुनै पनि ठाउँमा गएर आफ्नो विचारलाई प्रश्नमा राख्न सक्छ र आफ्ना समस्यालाई आफ्नै तरिकाले आइडेन्टिफाई गरी सल्युसन गर्न सक्नेतिर लाग्न सक्छ भने द्याट इज द प्योर एन्ड देन भेरी सफिस्टिकेटेड मिनिङ अफ एजुकेसन भन्ने खालको कुरोमा हामी पुग्न सकेका छैनौँ। अझै पनि कसले अर्थशास्त्रीले के कुरा भने र कसले के भन्यो भन्ने खालको कुरोमा हामी बढी लागेका छौँ र उनले भनेका कुराहरूलाई पनि बुझ्दै जाँदा आफ्नो विचारलाई पनि समयानुकूल मोडिफाई गर्ने पद्धति विकास एजुकेसन गर्नुपर्छ। अर्को खालको कुरो डिजिटल टेक्नोलोजीको विकास भएको सन्दर्भमा
हरेक तरिकाले लर्नरलाई, एजुकेटरलाई, रिसर्चरलाई, प्रोफेसरलाई डिजिटलाइज गराउन सकेन भने त्यस्तो ज्ञानले त्यो खालको कुनै पनि ठाउँमा काम गर्दैन। अनि काम गर्न सक्ने खालको चिजलाई बोकेर आफूलाई बर्डन हुने, आफूलाई भार हुने काम गर्दै गइयो भने मान्छेहरूमा चाहिँ निराशा, फ्रस्ट्रेसन डेभलपमेन्ट हुन्छ। अनि त्यो ज्ञानले, त्यो खालको तहको सोचले मान्छेलाई एडप्टेड गराउन सक्दैन, एडप्टेसन गर्न सक्दैन। अनि त्यस्ता खालका मान्छेहरूले आफ्नो क्षमतालाई कहीँ पनि कुनै पनि ठाउँमा मजासँग राम्रो तरिकाले चाहिँ त्यसलाई प्रस्तुत गर्न सक्ने क्षमता विकास हुँदैन। अनि ती मान्छेहरू शिक्षाको मिनिङबाट डाइभर्ट हुन्छन् भन्ने खालको कुरालाई पनि बुझ्दै गर्दा हामीले बुझेर यसलाई अलिकति मोडिफाई गर्न सक्नेतिर लाग्न सक्यौँ भने अनि बल्ल चाहिँ शिक्षाको रियल मिनिङ आउँछ भन्ने खालको कुरोमा मैले बुझेको। त्यसले गर्दाखेरि शिक्षा भनेको कन्ट्रिब्युसन हो अथवा थपथाप गर्ने पद्धति हो, योगदान हो। योगदान भनेको थप्दै जाने हो, घटाउँदै जाने होइन, थप्दै जाने हो, थप्दै जाने ठुलो बनाउँदै जाने। यो विशाल दुनियाँ जति थप्यो भने